यो युद्ध कुनै मैदानमा लडिएन, यो त समुद्रको गहिरो कालो अन्धकारमा लडिएको थियो र यसको नाम थियो अपरेसन डार्क ओशन। कथाको सुरुवात हुन्छ मध्यरातको समय अरब सागरको बीचमा। चारैतिर कालो अन्धकार र उर्लिरहेको समुद्र छ, जहाँ एउटा भारतीय माछा मार्ने डुङ्गा छालहरूसँग जुधिरहेको छ। त्यही अन्धकारमा केही गडबड थियो। अचानक बिजुली चम्किँदा उनीहरूले के देखे भने एउटा विशाल कार्गो जहाज बत्ती-सत्ती सब निभाएर चुपचाप अघि बढिरहेको, एक किसिमको भूतिया जहाज जस्तै। त्यो भूतिया जहाज देखिनासाथ एउटा यस्तो घटनाक्रम सुरु भयो जसले भारतको राष्ट्रिय सुरक्षा एजेन्सीहरूलाई भनौँ न एकै पटकमा सक्रिय बनाइदियो। खतराको पहिलो सङ्केत त्यही रात मिलिसकेको थियो। अब हेर्नुहोस् है, घटनाक्रम कति छिटो अघि बढ्यो। बिहानको 2 बजे त्यो जहाज देखिन्छ, अनि ठिक 1 मिनेटपछि क्याप्टेनको गोली हानेर हत्या हुन्छ। मतलब यो कुनै सामान्य कुरा थिएन भन्ने त त्यही प्रष्ट भयो। र त्यसको केही घण्टामै रको हेडक्वार्टरमा एउटा यस्तो गोप्य सन्देश आइपुग्छ जसले यो खतरा कति भयानक थियो भन्ने कुराको पर्दाफास गर्छ। रले त्यो इन्क्रिप्टेड मेसेज खोलेपछि त्यसमा लेखिएको थियो यही: प्याकेज र समुद्रको पानी रातो हुनेछ। यी शब्दहरूले कुनै ठूलो भयानक आक्रमणको सङ्केत दिइरहेका थिए। अब यो शङ्काको कुरा रहेन, यो त एउटा आतंकवादी योजना नै थियो भन्ने पक्का भयो। यो खबर पाउने बित्तिकै दिल्लीमा हल्लीखल्ली मच्चियो र तुरन्तै एउटा उच्चस्तरीय बैठक बस्यो। अबको केही घण्टामा जे निर्णय हुन्थ्यो त्यसले देशको भाग्य निर्धारण गर्नेवाला थियो। त्यो गोप्य बैठकमा जुन रिपोर्ट पेश गरियो त्यसले सबैलाई स्तब्ध बनायो। खतरा कुनै सामान्य बन्दुक वा बमको थिएन, यो त डटी बम थियो। यस्तो बम जसले विस्फोट मात्रै गर्दैन, रेडियो एक्टिभ पदार्थ फैलाएर पुरै शहरलाई वर्षौंसम्म बस्न नहुने बनाइदिन्छ। र उनीहरूको निशानामा थियो मुम्बई। अब सोच्नुस् त कस्तो दुविधा। एकातिर मिसाइल हान्ने सजिलो, तर त्यसले समुद्रमा रेडियो एक्टिभ फोहोर फैलाउँछ जसको असर वर्षौंसम्म रहन्छ। अर्कोतिर कमान्डो पठाउने जसले प्रदूषण त रोक्छ तर आफ्नै उत्कृष्ट सिपाहीहरूको ज्यान जोखिममा पर्छ। दुवै बाटो साँच्चै भयानक थियो। लामो बहसपछि प्रधानमन्त्रीको आदेश आयो, एकदमै स्पष्ट: जोखिम उठाउने तर खतरालाई जरैदेखि उखेल्ने। यही आदेशले अपरेसन डार्क ओशनलाई आधिकारिक रूपमा सुरु गर्यो। आदेश आउने बित्तिकै भारतीय नौसेनाको सबैभन्दा गोप्य र खतरनाक युनिट सक्रिय भयो। अब सुरु हुन्छ अपरेसनको असली एक्सन। यो मिसनको जिम्मा दिइयो मार्कोसलाई। भारतीय नौसेनाको यो विशेष फोर्सलाई समुद्रमा हुने सबैभन्दा कठिन अपरेसनकै लागि तालिम दिइएको हुन्छ। उनीहरूको उपनाम दाढीवाल गुहीले नै उनीहरूको ताकतको अन्दाज लगाउन सकिन्छ। उनीहरूको जहाजमा छिर्ने योजना नै लगभग असम्भव जस्तो थियो। चक्रवात चलिरहेको थियो। त्यही बीचमा एउटा पनडुब्बीले जहाजको लोकेसन दियो अनि हेलिकप्टरले कमान्डोहरूलाई त्यो हल्लिरहेको जहाजमा उतार्यो। मौसम त दुश्मनको पक्षमा थियो, तर मार्कोसले त्यसैलाई आफ्नो हतियार बनायो। चक्रवातको गर्जन र हावाको आवाजले हेलिकप्टरको आवाजलाई पुरै दबाइदियो। आतंकवादीहरूलाई केही पत्तै भएन। उनीहरूलाई थाहा पनि थिएन कि 12 जना कमान्डो उनीहरूको जहाजमा एउटा मौन कारवाही सुरु गर्न तयार भइसकेका थिए। त्यसपछि जे भयो त्यो एकदमै छिटो र शान्त थियो। मार्कोसले साइलेन्सर लगाएको हतियारले डेकमा भएका गार्डहरूलाई एक-एक गर्दै सिद्ध्याउन थाले। उनीहरूको एउटै लक्ष्य थियो: कन्ट्रोल रुममा पुग्नु अघि कुनै पनि हालतमा अलार्म बज्नु हुँदैन। जब बाहिरका गार्डहरूसँग सम्पर्क टुट्यो, आतंकवादीहरूको लिडरले चाल पाइहाल्यो कि जहाजमा आक्रमण भइसकेको छ, अनि उसले तुरुन्तै आफ्नो अन्तिम अस्त्र प्रयोग गर्यो। डर्टी बमको टाइमर अन गरिदियो। बमको टाइमर सुरु हुन साथ अपरेसनको पुरै खेल बदलियो। अब यो लुकेर आक्रमण गर्ने मिसन रहेन, यो त समयसँगको दौड बन्यो। जब कमान्डोहरू कन्ट्रोल रुममा पुगे, उनीहरूले देखे कि अब उनीहरूसँग जम्मा 5 मिनेट मात्रै बाँकी छ। बमलाई निष्क्रिय पार्ने त कुरै थिएन। अब उनीहरूले एउटा यस्तो निर्णय लिनुपर्ने थियो जसको लागि सायद उनीहरू तयार पनि थिएनन्। यो कमान्डरले वार रुममा पठाएको सन्देश थियो। प्लान ए फेल भइसकेको थियो। अब प्लान बी थियो, जहाजलाई बमसहित समुद्रमा डुबाइदिने। यो एकदमै खतरनाक योजना थियो र यसको लागि उनीहरूलाई माथिबाट तुरन्तै स्वीकृति चाहियो। वार रुमबाट स्वीकृति आउने बित्तिकै अन्तिम 5 मिनेटको काउन्टडाउन सुरु भयो। अब हरेक सेकेन्डको महत्त्व थियो। सिफो बिछ्याउनु,
आतंकवादी लिडरलाई जिउँदै समात्नु अनि आदिको बीचमा त्यो जहाजबाट सुरक्षित बाहिर निस्कनु, यो सबै 5 मिनटभित्र सक्नुपर्ने थियो। काउन्टडाउन शून्यमा पुग्नुभन्दा केही सेकेन्ड अगाडि मात्रै अन्तिम कमान्डो हेलिकप्टरमा सुरक्षित पुग्यो। त्यसको लगत्तै C4 विस्फोटकहरू पड्किए र जहाजलाई बीचबाटै 2 टुक्रा पारिदियो। त्यो विस्फोटले जहाजलाई डुबाइदियो र त्यो डोर्टी बम समुद्रको गहिराईमा पुग्यो, जहाँ त्यसको रेडियो एक्टिभ पदार्थ सुरक्षित रूपमा कैद भयो। खतरा सबैका लागि समाप्त भएको थियो। अपरेसन त सफल भयो, तर यस्ता मिसनहरूको कथा कहिल्यै बाहिर आउँदैन, अनि न त ती सिपाहीहरूको नाम नै जसले यो सबै सम्भव बनायो। साँच्चै यस्ता अपरेसनहरूले हामीलाई के याद दिलाउँछ भने हामी जुन शान्तिले सुत्छौँ नि, त्यो शान्तिको पछाडि कसैले आफ्नो ज्यान दाउमा लगाइरहेको हुन्छ। उनीहरूको नाम सायद कहिल्यै बाहिर आउँदैन, तर तिनै गुमनाम नायकहरूको बहादुरीले नै हो देश सुरक्षित रहने। अपरेसन डार्क ओशन त एउटा उदाहरण मात्र हो, तर यसले एउटा गहिरो प्रश्न खडा गर्छ। विश्वभरिका देशहरूले आफ्ना नागरिकहरूलाई सुरक्षित राख्नको लागि हरेक दिन यस्ता कति अदृश्य युद्धहरू लडिरहेका होलान्, जसको बारेमा हामीलाई कहिल्यै थाहा पनि हुँदैन।